डाँडाको खेतमा माछा मार्न बहुत आइन्छ। भ्लगलाई लाइक सेयर र कमेन्ट गर्न नभुल्नु होला। ल लास्टमा सब्सक्राइब गर्न पनि नभुल्नु होला। भ्लगलाई लाइक सेयर र कमेन्ट गर्न नभुल्नु होला। ल लास्टमा सब्सक्राइब गर्न पनि नभुल्नु होला। आज म भित्र सिरसिरे हुँदै सिरसिरेको ओह्रालो जङ्गल हुँदै इन्ट्याप निक्लेर डमकडा निक्लेर अम्ल्यान पुल हुँदै माडेफाट पुरै भ्यू देखाउँछु म हजुरहरूलाई। माडेफाटको भ्यू अनि चाहिँ किसिम डाँडाको अफरोड माथि गाउँको क्षेत्र हो। हल्का ठिकठाक विकास भयो। यतिको विकास चाहिँ भएको होइन भन्न मिल्दैन। यो सबै तिनवटा एरिया हो। यहाँ पनि साफसाफ भन्न लागेको छ। विकास चाहिँ हुनै सकियोस् हो। यहाँ माथि चाहिँ गाउने हो फुटबलको लागि राम्रै छ। यहाँ माथि यो भनेको डमकडा एरिया हो है। भ्लगलाई लाइक सेयर र कमेन्ट गर्न नभुल्नु होला। ल लास्टमा सब्सक्राइब गर्न पनि नभुल्नु होला। आज म पाल्पाको यो माडेफाटको भ्यू देखाउँदैछु है। यो हाम्रो चाहिँ पाल्पाको गाइज यो पाल्पाको माडेफाट है हाम्रो। पाल्पाको माडेफाट यहाँ हामी पहिला रोपाइ गर्न आउँथ्यौँ। बाटो पिच भयो तिनो खोला पुल। यो हाम्रै गाउँ हो। खोला पनि सानो भएर छ। यो बढ्यो भने त यहाँ माथि माथिसम्म आउँछ खोला। यो यहाँ माथि माथिसम्म आउँछ। अन्त सानो भएर छ। यो हाम्रो गाउँको डाँडा जुम गरेर फेरि देखिन्छ कि अलिअलि घर हाम्रो गाउँको। ल गाइज म अब बिसुन डाँडा तर्फ हिँड्न लागेँ। यहाँबाट म यही हो गाइज हाम्रो यो पाल्पा माडेफाट। त्यसपछि यो कटेर म बिसुन डाँडा तर्फ लाग्छु। यो हाम्रो मसिनीको माथागढीको ऊ रहेछ गेट रहेछ यहाँ।
माथागाडी गाउँपालिका खाद्य स्वागत छ। City saviors admire, lit like a chandelier, vibe too insane. Big bottles popping, drown in the champagne. Whips outside, growling in the face. Oh, I got vision. We in our own lane. Money monopoly, the block isn't boss. Took the L's and turned them to a win lost cost. Cash machines humming, यो चाहिँ हाम्रो street तिनौ dreams खोला package, no matter the cost. तिनौ खोला हो यो। कस्तो छ खोला है। यहाँ हामी पहिला यहाँ त आइन्थ्यो, माथि चाहिँ हामी माछा मार्न बहुत आइन्थ्यो पहिला कता बल्छी पनि लिएर आइन्थ्यो न झुलहरू। अनि खेतमा माछा मार्न बहुत आइन्थ्यो हामी। ओहो यहाँ त पानी होला चिप्लो। यो बाटो पिच गर्नुपर्ने हो कि खास बिस्कुन डाँडा जाने बाटो। अब यताबाटको चाहिँ यस्तै छ बाटो होइन, उता चरचरीतिर बाटो पनि छ बाटो है। यताको बाटो चाहिँ कस्तो छ थाहा भएन। यो बाटो चाहिँ पिच हुन्न रे भन्छन्, सुनेको मैले। उताको बाटोमा बजेट पर्दैन, यताको बाटोमा होइन छ। बाटो छ अहिले त ठिकै जस्तो मान्यो भने है। तर यो बाटोमा डेली बाइक हिँड्ने हो भने त चढ्दै हुन्छ होला है। अहिले त धेरै राम्रो हो। पहिलाको यस्तो मन चाहिँ धेरै राम्रो लागेको बाटो बनाएको रहेछ। यता सन्चै ठिकै लाग्यो होइन। त्यति नराम्रो होइन। राम्रो रहेछ बाटो। अब यता कस्तो छ, यता सबभन्दा नराम्रो बाटो भनेको यतैको हो। यता चाहिँ कस्तो छ है बाटो। यताको मान्छेहरू त 4-4जना हालेर लिएर हिँड्छन्। पानी परिसक्यो, हामीलाई डर आउँछ। हेर ढुङ्गा तर पहिलाभन्दा बाटो धेरै राम्रो गराएको होइन। तिन गियर कहिलेकाहीँ 4 गियरै लाग्छ। बाटो चाहिँ सुधारै गएछ ल बाटो बनाएकोमा। मेन बाटोलाई प्राथमिकता त दिनु पऱ्यो नि। बिसिन डाँडा बासीलाई धेरै धन्यवाद है बाटो राम्रो बनाएकोमा। पहिला त कहाँ बाटै भेटाउन गाह्रो थियो।
अटोले यता ओभरटेक हान्छु भन्दा यतै लाग्छ हो नि त बाटो अप्ठ्यारो भएर होला उसलाई पनि नमिलेर होला गाइस यस्तो चिप्लो लास्टै चिप्लो लाग्यो मलाई त यस्तो डर माने त हो मैले त के साह्रो चिप्लो यस्तो त पुरै तल टिनो खोला पुगिन्छ है गाइस के साह्रो चिप्लो हो भनेको क्या यहाँ पनि अलिकति अप्ठ्यारो थियो है बाटो यहाँ बनाउनु भयो कि भएन ल गाउँ आउनु है को नमस्ते 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 भाग्यमानी भए धेरै पढे स्कुल त जान्छन् नि खै नमस्ते गरेको नाइ